नमस्ते, म सुशान्त सुनार। मेरो घर चितवन भरतपुर 12 आस्था चोक। म दुवै मृगौला फेल पीडित। हाल 9 महिनादेखि भक्तपुर मृगौला प्रत्यारोपण केन्द्रमा मेरो उपचार भइरहेको छ र डाक्टरले केही समयपछि तपाईँको ट्रान्सप्लान्ट भन्नुभएको छ। ट्रान्सप्लान्टको लागि केही रकमहरू नजुटेको हुनाले तपाईँहरूको माझमा सहयोगको अपिल लिएर आएको छु। सबैजनाले थोरै थोरै भए पनि हामीलाई हेल्प गरिदिनु होला। हाम्रो सानो नानी 5 वर्षको नानी पनि हुनुहुन्छ। उहाँ चाहिँ अब खासमा 2 वर्षदेखि नै बिरामी हुनुहुन्थ्यो। अहिले चाहिँ 9 महिना भयो हामीले थाहा पाएको चाहिँ दुवै मृगौला फेल भयो भनेर। म पनि वैदेशिक रोजगारको लागि कुवेत गएको थिएँ हस्बेन्डलाई र नानीलाई, अब हस्बेन्डलाई हेर्नलाई, नानीलाई पढाउनको लागि। र म 10 महिनामै म फर्किनु पर्ने हुनाले म फर्किएँ उहाँको उपचारको लागि। जो हाम्रो घरमा कमाएर दिने, हामीलाई गरिदिने पनि कोही पनि छैन, हामी नै हो हाम्रो बच्चाहरूको लागि। सो हजुरहरूले थोरै थोरै भए पनि हेल्प गरिदिनु हाम्रो ट्रान्सप्लान्टको लागि। हजुरले सानो हेल्प गरिदिनु भएन हाम्रो राम्रो भविष्य बन्नेछ नानीको, हाम्रो त्यही हो। थोरै थोरै भए पनि अपिल गरेको छु।